हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू एनदर एपिसोड। म चाहिँ आज फेरि अर्को भिडियो लिएर आइसकेको छु गाइजहरू। आज चाहिँ म कहाँ छु भन्दाखेरि चाहिँ हेर्न सक्नुहुन्छ गाइजहरू तपाईँहरूले, म चाहिँ आज यो एकदमै जापानको सबैभन्दा लामो पुल हेर्न सक्नुहुन्छ गाइजहरू। तपाईँले अगाडि मेरो सामुन्ने हेर्न सक्नुहुन्छ। यो चाहिँ सस्पेन्सन ब्रिज वर्ल्डको सबैभन्दा लामो मध्येको एक पनि यो हो गाइजहरू। यो चाहिँ यहाँबाट मात्रै नभएर अझ यहाँभन्दा धेरै परसम्म छ है। त्यो चाहिँ यहाँबाट देखिँदैन। यहाँबाट चाहिँ यो बिल्डिङ भएको हुनाले चाहिँ यहाँबाट अब देखिँदैन। यो चाहिँ यहाँबाट धेरै यो चाहिँ लामो छ। यसको चाहिँ यो चाहिँ जापानको सबैभन्दा लामो सस्पेन्सन ब्रिज हो, जुन चाहिँ आकाशी सिटी मध्येको यो चाहिँ यसलाई चाहिँ आकाशी काइयो ब्रिज भनेर पनि चिन्न सकिन्छ गाइजहरू। यसलाई चाहिँ यो हेर्न सक्नुहुन्छ। यो चाहिँ यसलाई चाहिँ यो ब्रिजलाई चाहिँ के पनि भन्न सकिन्छ भने चाहिँ यो ब्रिजले चाहिँ एउटा आइल्यान्डबाट चाहिँ अर्को आइल्यान्डलाई जोड्ने, त्यहाँ हेर्न सक्नुहुन्छ, जोड्ने काम गर्छ गाइजहरू। यो चाहिँ जापान चाहिँ एउटा टापु मध्येको देशमध्येमा एक, जापान पनि टापुहरूकै देशमा पर्दछ भने जापानको मेन गरी चाहिँ हाम्रो चारवटा आइल्यान्डहरूलाई चाहिँ हामी लिन सक्छौँ र जसमा सबैभन्दा नर्थ साइडमा रहेको चाहिँ होक्काइडो हो। होक्काइडो चाहिँ अब तपाईँहरूलाई थाहा छँदैछ होला, विश्वको एकदमै चिसो सहरहरू मध्येमा एक होक्काइडो नि पर्दछ र होक्काइडो पछि चाहिँ अर्को होन्सु आउँछ। होन्सु भनेको चाहिँ तपाईँहरूको कता कता पर्छ भने चाहिँ होन्सु भनेको चाहिँ जापानको सबैभन्दा ठुलो आइल्यान्ड हो, जसमा चाहिँ यो जति पनि मेन सिटीहरू छ नि, यो जुन यो ओसाका भयो, ओसाका क्योतो लगायत यो ओसाका क्योतो अनि यो टोकियो सम्पूर्ण सिटीहरू चाहिँ मेन चाहिँ यो होन्सुमा पर्दछ र यो अहिले म भएको ठाउँ पनि होन्सु नै पर्दछ र यो होन्सु र यो सिकोकु भन्छ यसलाई चाहिँ। यो पारीको आवाजी सीमा हो गाइजहरू। यसलाई चाहिँ होइन आवाजी सीमा भनिन्छ यो पारीको ठाउँलाई चाहिँ। तर यो सिकोकु आइल्यान्डलाई र यो होन्सु आइल्यान्डलाई जोड्ने काम चाहिँ यो ब्रिजले गरेको छ। र अर्को रहेको छ फोर्थ नम्बरमा चाहिँ क्युसु भनिन्छ गाइजहरू। जुन क्युसु भनेको चाहिँ तपाईँहरूलाई थाहा छँदैछ होला, हाम्रो नेपालीहरूको अति नै जनघनत्व वासस्थान रहेको ठाउँ जुन चाहिँ फुकुओका रहँदछ र फुकुओकादेखि तलतिर फुकुओका, ओइता, कुमामोतो र कागोसिमा हुँदै उताकोलाई चाहिँ क्युसुमा ती पर्दछन् भने गाइजहरू। यता अहिले चाहिँ यो सिकोकु र होन्सुलाई जोड्ने ब्रिज एकदमै जापानको सबैभन्दा ठुलो लामो ब्रिज यसलाई हामी भन्छौँ र विश्वको सबैभन्दा लामो मध्येको एक सस्पेन्सन ब्रिज यसलाई पनि हामी लिन सक्छौँ है गाइजहरू। यो चाहिँ तपाईँहरू यदि ओसाका आसपासमा हुनुहुन्छ भनेदेखि, यदि यो ह्योगो कोबे क्षेत्रमा हुनुहुन्छ भने तपाईँहरूलाई यो थाहा भइहाल्छ, यो नजिकै छ होइन। तर यदि तपाईँहरू चाहिँ ओसाकातिर रहनु भएको छ भने पनि यो चाहिँ ओसाकादेखि नजिकै, अब लगभग यो 40-42 किलोमिटरको दूरीमा रहेको छ। अब म चाहिँ तपाईँहरूलाई लगेर जाँदैछु कि यो माएको भन्छ क्या यो स्टेसनमा चाहिँ। माएको स्टेसनमा चाहिँ तपाईँहरू यदि उत्रिनु भयो भनेदेखि तपाईँहरू आइपुग्न सक्नुहुन्छ। र यहाँ हेर्न सक्नुहुन्छ गाइजहरू, यो माएको स्टेसनबाट चाहिँ तपाईँहरू यो आउन सक्नुहुन्छ। यो चाहिँ गाइजहरू संसारको सबैभन्दा लामो, जापानको त सबैभन्दा लामो भइहाल्यो र वर्ल्डकै सबैभन्दा लामो सस्पेन्सन ब्रिज स्प्यान अन्तर्गत पर्दछ गाइजहरू। यो चाहिँ अति नै लामो छ। यसको लम्बाइ चाहिँ लगभग 3.9 किलोमिटर रहेको छ। यो चाहिँ समुद्र, बिल्कुलै यो चाहिँ समुद्रमाथि बनाइएको हुनाले गाइजहरू यो चाहिँ 3.9 किलोमिटर भनेको लगभग 4000 मिटरको पुल छ गाइजहरू। यो चाहिँ अब म तपाईँहरूलाई लगेर जाँदैछु यस ब्रिजतर्फ। अहिले यहाँ हेर्न सक्नुहुन्छ, अहिलेको समय अनुसार बेलुकीको 4:04 भइसकेको छ गाइजहरू। यहाँ हेर्न सक्नुहुन्छ।
यो ब्रिज चाहिँ धेरै लामो छ है गाइजहरु यता धेरै परसम्म छ यो यता हेर्न सक्नुहुन्छ यो चाहिँ पुरा देखिने है यो धेरै लामो छ यता हेर्न सक्नुहुन्छ माथि यो धेरै लामो छ यो गाइजहरु हेर्न सक्नुहुन्छ यो पर देखिन यो आएको छ यता भन्दा त देखिदैन होला उता परदेखि म अब यसको सी साइडतिर जाँदै छु अब यता हेर्न सक्नुहुन्छ आनन्दले यहाँ बसिराख्नु भएको छ सम्पूर्ण जनाहरु र म चाहिँ तपाईहरुलाई अब सी साइडमा म तपाईहरुलाई लगेर जाँदै छु गाइजहरु हेर्न सक्नुहुन्छ यहाँ धेरै चाहिँ अब यो सल्लाहको बोटहरुलाई हेर्नुस् कसरी मिलाएर यहाँ बोनसाई स्टाइलले चाहिँ यो सल्लाहको बोटहरु हेर्नुस् सानो सानो यो यत्रो पुचुङ्रे हेर्नुस् यहाँ बनाएर राखिदिएको हुन्छ हैन अब यहाँ पार्क छ यहाँ चाहिँ यहाँ हेर्न सकिन्छ यहाँ म्यापहरु नि तपाईहरुले देख्न सक्नुहुन्छ होला यो माइको स्टेसनमा आएर चाहिँ तपाईहरुले यो ब्रिजमा आउन सक्नुहुन्छ यहाँबाट अब हेर्न सक्नुहुन्छ यो बाहिर यो अति नै विशाल छ है गाइजहरु यहाँ हेर्न सक्नुहुन्छ यो अति नै विशाल छ हैन यो ब्रिज यता समुद्र छ हेर्न सक्नुहुन्छ यो सिकोकु जोड्ने एक मात्र ब्रिज यही मात्र हो गाइजहरु यहाँबाट हामी गाडीमा बाइकमा अब जान सक्छौं यो आफूसँग सवारी साधन छ भने चाहिँ हामी जान सक्छौं भने यता हेर्न सक्नुहुन्छ यो चाहिँ माइको भन्ने स्टेसन हो गाइजहरु यो माइको स्टेसनमा हामी उत्रेर चाहिँ हामी यो ब्रिजमा घुम्न सक्छौं र अब म तपाईहरुलाई देखाउँदै छु यो ब्रिजको मुनि गएर के छ त यहाँको अवस्था धेरै जना यहाँनेरि घुमफिरको लागि आउनु भएको रहेछ अब यता हेर्न सक्नुहुन्छ यो ब्रिज विशाल छ एकदमै माथि हेर्नुस् यो माथिसम्म यसको हाइट ल यहाँ हेर्नुस् यसको हाइट धेरै माथिसम्म छ यो यहाँ हेर्नुस् ब्रिज पनि कस्तो बनाएको छ त डेन्जर क्या हेर्नु न यहाँ बवाल बनाएको हो कि यो अब म चाहिँ आज यो ब्रिजको आसपासमा रहेर भिडियो बनाउँदै छु र त्यो ब्रिज माथिबाट हिँड्न पनि मिल्ने छ कि के हो त्यहाँ त म पनि फर्स्ट टाइम हो गाइजहरु यहाँ धेरै वर्ष पहिलेबाट यहाँ आउने एउटा सोच थियो तर यो पुल पारी चाहिँ मेरो जाने आज अलिक समयको बावजुद आज अलिक नहोला त्यही भएर म आज यहाँ चाहिँ ब्रिज एक्जिबिसन सेन्टर पनि राख्नु भएको रहेछ यो ब्रिज एक्जिबिसन सेन्टरमा गएर हामी केही इन्फर्मेसन कलेक्ट पनि गर्न सक्छौं आज यो घामै हेर्नुस् न गाइजहरु घामै कहाँ गयो घाम माथि छ तर लुकिएछ घामै लुकेर बसेको छ यो ब्रिज लास्ट डेन्जर टिकटक बनाउनेदेखि लिएर विभिन्न यहाँदेखि चाहिँ बवाल हुने रहेछ ल समुद्र हेर्न सक्नुहुन्छ सिकोकुको यो बेग्लै एउटा आइल्यान्ड हो गाइजहरु यहाँ हेर्न सक्नुहुन्छ यो एउटा जापानको सबैभन्दा सानो आइल्यान्ड चारवटा आइल्यान्ड मध्येको ती चारवटा आइल्यान्ड मध्येमा यो सबैभन्दा सानो आइल्यान्डलाई चाहिँ सिकोकु भनिन्छ सिकोकु चाहिँ यो पारीको आओजी सीमा जुन ठाउँलाई चाहिँ भनिन्छ भने यो ठाउँमा चाहिँ अब आज जान पाइएन है गाइजहरु यस्तो छ अहिले पुरै धुम्मिएको बेला पानी यस्तो छ है ल यहाँ हेर्न सकिन्छ यता पनि पुरै मान्छेहरू छन् यता पनि मान्छेहरू छन् अब यो ब्रिज साह्रै लामो जापानको सबैभन्दा लामो ब्रिज पनि यसलाई भन्न सकिन्छ सस्पेन्सन
वाला ब्रिज चाहिँ यही हो। यहाँ के गरिरहेछ त भन्दाखेरि चाहिँ हाम्रो मित्र बन्धुहरूले चाहिँ बल्छी यानि कि फिसिङ गर्नको लागि चाहिँ मित्रहरू रेडी भएर बस्नुभएको छ जाडोमा। ल ठिक छ ठिक छ। यो अब माइको भन्ने पार्क हो यो चाहिँ। अब यहाँ अगाडि माइको भन्ने पार्कमा चाहिँ अब घुमेर बस्न सकिन्छ। के हो बब्बाल लोडिङ गाडीहरू कुछ त गुटुङटुङ। बवाल छैन त हेर्नुहोस् त। नेक्स्ट टाइम अब भिडियो पारी यो सिकोकु आइल्यान्डमा पनि जाने छु म एक दिन। त्यो त्यहाँ गएर पनि एउटा भिडियो बनाउने छु म। र यहाँतिर हेर्न सक्नुहुन्छ यो ब्रिज साह्रै लामो छ। लगभग 4 किलोमिटरको ब्रिज भनेको धेरै लामो हो नि। विशाल स्ट्रक्चरले बनाइएको छ। अब जाडो पनि उस्तै बढिरहेको छ अहिले। माथि हेर्न सक्नुहुन्छ त्यहाँ माथि गएर हेर्न पाइने ठाउँ पनि रहेछ त। पार्किङभित्र यहाँबाटै जान सकिन्छ भनेपछि पार्किङ पनि व्यवस्था गरिदिनु भएको रहेछ। यहाँबाट त्यहाँ हिँड्दै गएर त्यहाँभित्र पनि जान सकिने रहेछ। भनेपछि त्यहाँ जानुलाई चाहिँ टिकट सायद पैसा लाग्छ होला। यो चाहिँ पार्कको म्याप यहाँ राखिएको छ भने यो घरको डिजाइन चाहिँ बडो दामी लाग्यो मलाई पनि। राम्रो खालको डिजाइन गर्नु भएको रहेछ। अब चिसो बढेर अति चिसो बढिसकेको छ आज। लास्टै हेर्नुहोस् यहाँ अगाडि ज्याकेट बब्बाल बाक्लो लाउँदा पनि चिसो बढिरहेको छ भने यतातिर देख्न सकिन्छ होला। सबजना यहाँ फिसिङ गर्नको लागि चाहिँ केटाहरू बसिरहेछन्। पुल चाहिँ यहाँबाट हेर्नुहोस् कहाँबाट अब लामो छ नि त नि लङ्का पुल चाहिँ यहाँबाट पनि वहाँसम्मको पुल छ है। अब यो पुलमा चाहिँ पुल पार्क माइको पार्क आज घुमियो। म आज यो जापानको सबैभन्दा लामो पुलमा यसरी अगाडि आएर घुम्दैछु यो माइको भन्ने पार्कमा। र अब चिसोले टाउकोमा हानिसकेको छ। अब यहाँबाट जानुपर्ने हुन्छ। यता हेर्न सक्नुहुन्छ च्याट्ट लाएर चाहिँ यो पुलमा
केटाहरू के गफ हान्दैछन् नि फिसिङ गर्नका लागि यो समुद्र लास्टै चिसो हो अब म चिसोमा दौडेको दौडे फुलहरू यस्तो मजाले रोपेर राख्नु छ भने अन्डरग्राउन्ड भित्र चाहिँ पार्किङ छ अरे हैन यहाँभित्र अब पार्किङ अन्डरग्राउन्ड भित्र जान सकिन्छ टोइलेट सबै राखिदिएका रहेछन् भने यो पुललाई चाहिँ यसरी अब खिच्नुपर्ने हुन्छ सानो सानो कुचुङ्गे फुलहरू ल्याएर छन् अब यहाँ मेरो लागि चाहिँ च्याट्ट अब यो राखिदिएको छन् है ठाउँ अब यहाँ हेर्न सकिन्छ यस्तो छ यहाँ अवस्था चाहिँ यो त्यो हेर्न सक्नुहुन्छ यहाँबाट अब एउटा फिल्ड ल गाइजहरू अब चाहिँ जाडो अति नै बढिसकेको छ र अहिले चाहिँ यो म अलिक ओर आएर चाहिँ यो पुललाई खिच्दैछु यो हेर्न सक्नुहुन्छ यो अति नै लामो छ यो पुल चाहिँ हैन अब यहाँ देख्न सक्नुहुन्छ यो पुलमा र यता चाहिँ घरहरू पनि नाइस घरहरू राखेको छ है ल यो दामी घरहरूमा आएर बस्न सकिन्छ भने अब यहाँ अनि यता चाहिँ अब हेर्न सकिन्छ यो चाहिँ योगो प्रिफेक्चरको चाहिँ यो माइको पार्क भन्ने हो यो पार्क चाहिँ एकदम विशाल रूपमा फैलिएको छ र यो पार्कमा विशेष गरी चाहिँ यो आकाशीको यो अल्गो आकाशी ब्रिजलाई चाहिँ हामी हेर्न सक्छौँ हैन अनि जाडो अति बढिरहेको छ भनेदेखि अब यो जाडो छ यहाँ चाहिँ अब साइकलहरू बाइकहरू ल्याएर आउन सक्नुहुन्छ यहाँ पार्किङ गर्ने ठाउँ हो यो चाहिँ हैन यहाँ चाहिँ साइकल बाइक पार्क गरेर ल हेर्न सक्नुहुन्छ यो खोला त होइन नि यो त समुद्र हो है यो समुद्रमा चाहिँ यो अति लामो ब्रिज छ यो ब्रिज यहाँ हेर्न सक्नुहुन्छ यता निकै लामो यता परसम्म हो यो चाहिँ हैन धेरै लामो छ परसम्म यो देखिँदैन यहाँ यो के भन्छ यसलाई सल्लाहले गर्दा र म चाहिँ अहिले घुमिरहेको छु यो यहाँ माथि हेर्न सक्नुहुन्छ यो चाहिँ के भन्छ यसलाई यो त पुरै के को बोट हो यो त म चिनिन यार यो घरको डिजाइन कस्तो छ दामी छ त के खालको हो यो त एक्स्ट्रा लाग्यो मलाई यो डिजाइन हेर्नुहोस् पुल परदेखि यहाँबाट यस्तो हुँदै कहाँसम्म छ पारीको अर्को आइल्यान्डसम्म भनेपछि बुझ्नुहोस् कति लामो छ भन्ने कुरा हामी बुझिहाल्छौँ यो धुपी चाहिँ दामी लाग्यो यार मलाई यो धुपी दामी छ यो बिहान घाम लागेको बेलामा हो भने चाहिँ नाइस हुन्थ्यो यहाँ रेस्टुरेन्ट यो होटल दामी बनाएको रहेछ यहाँतिर यो होटल हैन यो होटलहरू चाहिँ यहाँतिर दामी छ ल एकचोटि स्याट है त
यस्तो छ है त ल अब जाडोमा यहाँबाट हेर्न सकिन्छ यहाँदेखि चाहिँ क्रुजहरू राख्ने ठाउँ यो ठक्क यहाँ क्रुजलाई यहाँ बाँधेर चाहिँ च्याट्ट यहाँ राखिन्छ होइन अनि राखेपछि चाहिँ यहाँ रिसोर्टमा आएर चाहिँ बस्ने सकिन्छ मैले एउटा फोटो खिच्नु पर्ने छ नाइस यता चाहिँ फोहोर फाल्नलाई पाइँदैन है भनेर यहाँ राखेको रहेछ अब म चाहिँ अब एउटा फोटो खिच्नु पर्यो है त म पनि ल थम्बनेलको लागि चाहिँ एउटा मैले खिच्नु पर्ने हुन्छ होइन अब थम्बनेलको लागि चाहिँ मैले थम्बनेल खिच्न खोजेको है ल मैले यहाँ रिल्स थम्बनेल्स पनि बनाएँ अब यहाँबाट म जानुपर्ने हुन्छ अब चाहिँ यहाँबाट म जानुपर्ने हुन्छ यहाँ अगाडि हेर्न सक्नुहुन्छ अगाडि चाहिँ हेरौँ लास्टै चिसो अब यहाँनिर चाहिँ रेस्टुरेन्ट छ यो होटल ओहो यहाँनिर त दामी रहेछ त नि बिच साइड पो रहेछ त यहाँ त नि दामी सुगोइ रहेछ सुगोइ अब यहाँनिर चाहिँ हेर्न सकिन्छ ए मुला साग मुलाहरू चाहिँ छस् रिस्कौडा रहेछ यो फुच्चीहरूको यार जिम सिम हल सबै यहाँ व्यवस्था गरिदिनु भएको छ यो रिसाएर आएछ किन रिसाएको त यस्तो चिसो बढ्यो क्या आज यो भित्र अब बालुवाभित्र किन जाने है बालुवा नै बालुवा हुन्छ जुत्ताभरि नजाउँ बालुवातिर चाहिँ अहिलेको लागि चाहिँ बालुवामा नजाउँ होइन यहाँबाट त्यस्तो देख्दा है यो पुललाई अहिलेको सिचुएसनमा चाहिँ पुलको त्यस्तो देखिन्छ पुल यहाँ कहाँबाट हेरौँ न कस्तो लामो छ है यो पुल यहाँदेखि चाहिँ के लेखेको छ यहाँनिर बिकोबे ल यहाँ बिकोबे लेखेको रहेछ यो कुकुर लास्टै रिसाएको थियो यहाँ अब गीत गाउने बेला भयो होला यहाँ अङ्कलजीको अब यहाँ बिकोबे हेर्न सक्नुहुन्छ बिकोबे यहाँ हेर्न सकिन्छ ल यो कोबे भनेर चाहिँ प्रुभ भयो होला होइन यहाँ चाहिँ कोबे यो चाहिँ कोबे हो अब एउटा हेर्न सक्नुहुन्छ यहाँबाट चाहिँ अब मैले पनि अब बिकोबे ल अब यहाँबाट चाहिँ म गएँ यता अङ्कलको पर्फर्मेन्स सिद्धिएर हिँड्नु भएको अङ्कल
नजाउँ न हौ यसरी अहिले नै। ल 5:30 पनि भइसकेको छ। अब भनेको यहाँबाट म ल गाइजहरु आजलाई यस्तै भयो होला। अब भिडियो बनाइहाल्यो। अब यहाँबाट चाहिँ म निस्किनु पर्ने हुन्छ होला। अब यहाँबाट चाहिँ म जानुपर्ने छ। अब म यहाँबाट चाहिँ ल अब जानु पर्ला गाइजहरु। आजलाई चाहिँ यस्तो नै गर्नु पर्ला। जाडो अति बढिसकेको छ र नेक्स्ट टाइम अर्को भिडियोमा फेरि भेट्ने नै छौँ। त्यतिन्जेलसम्मको लागि चाहिँ बिदा गर्नुपर्छ र तपाईँहरू पहिलोचोटि यस च्यानलमा जोडिनु भएको छ भने चाहिँ गाइजहरु नयाँ हुनुहुन्छ भने चाहिँ तपाईँहरूले एकदमै नबिर्सिकन चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब चाहिँ एकदमै तपाईँहरूले नबिर्सिकन गरिदिनु पर्ने हुन्छ गाइजहरु। ल त्यति भन्दै म तपाईँहरूबाट बिदा चाहन्छु। बाई बाई।